हेलो गाइस वेलकम ब्याक टु माई न्यू च्यानल। अनि यहाँ चाहिँ आज कोरियन स्पाइसी नुडल्स बनाउन जान आँटेको। आज फर्स्ट ट्राई होला यो चाहिँ। अर्को चाहिँ खाइरहेको थिएँ रामेन्सहरू चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रै लोकल चोकमा आएको रहेछ। अनि यहाँ चाहिँ मैले पानीमा उमालेँ त्यसलाई राम्रोसँगले हेर्न सक्नुहुन्छ। यो अलिकति धमिलो धमिलो भइरहेछ। अनि त्यो पछाडि यहाँ पाकेपछि उम्ले पछाडि चाहिँ मसला हालिदिएँ टक्कसँग लाएर हेर्न सक्नुहुन्छ। मसला हाले पछाडि चाहिँ अझै अर्को पनि मसला यहाँ भेटिएको रहेछ। अनि अर्को पनि मसला यो सस टाइपको मसला पनि राम्रोसँगले यहाँ मैले हालिदिएँ हेर्न सक्नुहुन्छ। अनि अलिकति धुलो मसला थियो। अनि टक्कसँगले चिल्ली ओइल बनाएर खाम भनेर पिरो कस्तो मिठो हुन्छ कि हो। अनि त्यसरी चिल्ली ओइल बनाऊँ भनेर मैले लसुन र खोर्सानीलाई चाहिँ राम्ररी भुटेर यहाँ चिल्ली ओइल बनाएर चाहिँ रेडी गरिसकेर थिएँ। हजुर हेर्न सक्नुहुन्छ साह्रै मिठो हुन्छ। ट्राई पनि गर्नु होला। मेरो अरू पनि रेसिपीमा चिल्ली ओइलको रेसिपी पनि छ। यानि लुडेको साग भुट्नु पर्यो भनेर टक्कसँग केलाएर राम्रोसँगले धोएर अनि यो सब्जीहरू काटकुट पारेर यहाँ दाल बसाइदिएर थिएँ। अनि यो लसुनलाई टकटक गरेर थेस्लाएर खोर्सानीहरूलाई पिनेर पाँचफोरन पड्काएर सब्जी र प्याज हल्दी बेसारमा हल्दी बेसार एउटै हो। अनि निमक एकै ठाउँमा हालेर राम्रोसँगले चलाएर ढाकेर यस्तै पकाउनु पर्नुभयो। अनि आलु पाकेपछि टक्कसँगले सागलाई यहाँ लाएर राम्रोसँग चलाउनु पर्छ। चलाएपछि हाम्रो मिठो 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 सब्जी रेडी भइसकेको अवस्थामा लाइक कमेन्ट सब्सक्राइब सेयर चाहिँ गर्न नबिर्सिनु होला। अनि हजुरहरू पनि एकपल्ट घरमा लुडेको साग यसरी नै ट्राई गरेर खान नबिर्सिनु होला। साह्रै मिठो हुन्छ। बाई बाई गाइस।